नमस्कार, सीटीएस नेपाल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज तपाईहरुमा मैले रिमोट डेस्कटप एप एनिडेस्कको बारेमा बताउन गइरहेको छु। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। यो एनिडेस्क सफ्टवेयरबाट हामीले एक ठाउँबाट अर्को ठाउँमा भएको कम्प्युटरहरु सजिलै चलाउन मिल्छ। त्यसलाई कसरी डाउनलोड गर्ने अनि कसरी सेटअप गर्ने अनि टाढा भएको कम्प्युटरलाई यहाँबाट कसरी हेर्न सकिन्छ भन्ने विषयमा भिडियो तयार पारेको छु। सुरुमा यो क्रोम ब्राउजर खोलेर मैले त्यो फाइल डाउनलोड गर्छु। यहाँ गएर एनिडेस्क डाउनलोड भनेर मैले हाने टाइप गरे अनि त्यसपछि एनिडेस्कको सुरुको index.com मा हामी जान सक्छौं। अनि त्यसपछि सोझै डाउनलोड नाउ भनेको छ, हामी डाउनलोड नाउ गर्न सक्छौं। यो डाउनलोड हुँदैछ। अब यो डाउनलोड भइसकेको छ। यो फाइललाई मैले खोल्छु अनि त्यसपछि यो फाइल खोलिसकेपछि यसलाई सेटअप गर्छु। त्यस्तो गाह्रो केही पनि छैन। सिधै डबल क्लिक गर्नुस् अनि नेक्स्ट गर्ने अप्सन आउँछ। अनि त्यो क्लिक गरिसकेपछि अब यतिकैमा पनि इन्डेक्सबाट हेर्न मिल्छ। यो गर्दा चाहिँ प्रत्येक चोटी हाम्रो फाइल कहाँ छ हामीले खोजिराख्नु पर्छ। अब यसलाई सेटअप गर्नको लागि यहाँ इन्स्टल एनिडेस्क भनेको छ। इन्स्टल एनिडेस्क अन दिस डिभाइस भनेको छ। यसमा क्लिक गर्नुपर्ने हुन्छ। अनि त्यसपछि एक्सेप्ट एन्ड इन्स्टल मा क्लिक गर्नुस् अनि यस गर्नुस्। अब यति गरिसकेपछि हाम्रो सेटअपको प्रक्रिया सबै भयो। अब जस्तै हाम्रो कम्प्युटरमा समस्या भयो, कुनै टेक्निशियनलाई देखाउनु पर्यो भने हामीले के गर्ने भन्दा यो इन्डेक्स खोल्ने। यो इन्डेक्स खोलिसकेपछि यो नम्बर छ नि, यहाँ भएको नम्बर चाहिँ हामीले टेक्निशियनलाई दियो भने उहीबाट हाम्रो कम्प्युटर चलाउन मिल्छ। अनि सफ्टवेयरमा समस्या छ आदि इत्यादि सेटिङको समस्या हो भने समाधान गर्न मिलिहाल्यो। अनि अब हामीले नै हेर्दिने हो अन्त समस्या भएको कम्प्युटर। अब हामीले यहाँबाट हेर्दिनु छ भने अन्तबाट हामीले आइडी मागेर यहाँ हामीले आइडी हानेर अनि हामीले यहाँ एरोमा क्लिक गरिसकेपछि रिक्वेस्ट जान्छ। उताबाट एक्सेप्ट गरिदिएको खण्डमा हामीले त्यो कम्प्युटर चलाउन मिल्छ। अब हाम्रो कम्प्युटरमा यो आइडी छ, तर अब हामी कतै गएको बेलामा यहाँ हामीसँग नेट पनि कनेक्ट छ, ल्यापटप अन छ, तर कसैले एक्सेप्ट नगरिकन हामीले उहीबाट चलाउने बनाउने कसरी, त्यसको लागि हामीले पासवर्ड सेट गर्न मिल्छ। पासवर्ड सेट गरियो भने यो हामीले आइडी सम्झिनु पर्यो। आइडी हामीले जुनसुकै कम्प्युटरमा गएर हाम्रो कम्प्युटर खुलै छ भने यो आइडी हानेर अनि पासवर्ड हानेर सजिलै जहाँबाट पनि चलाउन मिल्छ नेट भएको अवस्थामा। त्यो पासवर्ड सेट गर्नको लागि हामीले के गर्नुपर्छ, यहाँ थ्री डटमा क्लिक गरेर अनि यहाँ हामी सेट पासवर्ड गर्नुपर्छ अनि यस गर्ने अनि यहाँ पासवर्ड राख्ने। अलि पासवर्ड चाहिँ अलि अप्ठ्यारो राख्नुपर्छ। जस्तै मैले पासवर्ड राखेँ, सबै अङ्क अक्षर अनि सबै मिलाएर राख्नुपर्छ। अब यहाँ गएर हामीले पर्मिसनमा कुन गराउने पासवर्ड राख्दा भनेर फुल एक्सेस गराएर एप्लाई गरिदियो भने अब हामीले यो आइडी सम्झेर अनि पासवर्ड हान्दा भइहाल्छ। जस्तै अब अन्त गएर हान्नु पर्यो भने के गर्ने भन्दा जस्तै 13665 कति थियो, 1365883 अनि त्यसपछि 726 यस्तै गरेर अर्को कम्प्युटर यही कम्प्युटरको आइडी हान्ने भने अर्को कम्प्युटरको आइडी हानेर हामीले यस्तो गरिसकेपछि रिक्वेस्ट जान्छ। उतापट्टिको कम्प्युटरमा यस्तो एक्सेप्ट भन्ने गर्नुपर्छ। अब हामीलाई पासवर्ड थाहा छ भने सिधै यहाँ पासवर्ड हामीले हान्न मिल्यो। जस्तै मैले यसलाई मिनिमाइज गरी यो अर्को कम्प्युटरमा गएको हुन्छ। अब यो यहाँ हामीले पासवर्ड हानियो भने जस्तै यस
ल मैले पासवर्ड हालेर ओके गरेँ भने उता मान्छे नभएर एक्सेप्ट नगरेको खण्डमा पनि यसरी हेर्न मिल्छ। यो भनेको त मैले सेम कम्प्युटरबाट सेम कम्प्युटरलाई नै कन्ट्रोल गरेको भएर यहाँ धेरै यस्ता हाम्रो इन्टरफेस यस्तो देखा परेको छ 1 2 3 4 5 6 धेरै भित्रसम्म देखाएको छ। तर यो चाहिँ सेम कम्प्युटरमा गर्ने चिज होइन, फरक कम्प्युटरमा गर्नुपर्छ। त्यो गरेपछि हामीले यसरी कम्प्युटरको एक्सेस लिन सक्छौँ, जहीँबाट पनि चलाउन सक्छौँ यदि इन्टरनेट भएको खण्डमा। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। हस् त, धन्यवाद।